परमेश्वरलाई धन्यवाद होस् र आज 3 दिनको यात्रामा यो अति नै माथि असीमित ठाउँबाट झर्ने पानी झरनाको फेदमा र यहाँ मरुभूमि तरिकाको ठाउँ रहेको छ। यो सनसनो ढुङ्गाहरू चाहिँ माथि यो माथि पानीसँगै झारेर आएको हुनाले यहाँ थुप्रो लागेको छ र आज चाहिँ हाम्रो अन्तिम यात्रा हुँदैछ र हामी क्याम्पमा पुग्न अझै 2 घण्टा हुँदै यो यात्रा गर्दै हामी त्यतिमा चाहिँ पुग्छौँ भन्ने हाम्रो विश्वासको साथ हामी एकैछिन बिसाएको छौँ। धन्यवाद। भेडाहरू यहाँ चढिरहेको छ। प्रभुलाई धन्यवाद होस्, हामी एकदमै रमाइलो फुलबारीमा आएको छौँ। यो फुलबारी चाहिँ रङ्गी बिरङ्गीको छ र यहाँ अति नै यो फुल हामीले छुन यो सँगै आइपुग्न यहाँ यो फुल सँगसँगै हिँड्नको लागि चाहिँ 4 दिनको बाटो छ र कतिवटा हिउँहरू क्रस गरेर आउनु परेको छ र जति अप्ठ्यारो ठाउँ त्यति नै असल कुराहरू पाइन्छ भन्ने कुरा चाहिँ हामीले थाहा पाउँदछौँ। हाम्रो फेरि यो तेस्रो स्टेपको आइस हिउँमा चाहिँ यात्रा गर्नु परिरहेछ र यो चाहिँ यति अप्ठ्यारो बाटो। यहाँदेखि चिप्ल्यो भने अलिक तल जाने सम्भावना। आए उपसास बढेर धेरै गाह्रो भएको छ मलाई। अहिले लगभग हामी 8:30 बिहानीको यात्रा हो। यहाँ आइपुगेको छौँ र जसै हामी यो भिरको फेद गएर एकदमै भिर टुप्पादेखि नै यो जुन भिरको टपमा छेउमा बाटो छ र यहाँ त्यो डेन्जर पनि छ। यहाँ हामी हेर्न सक्छौँ यहाँबाट मान्छे झरेपछि अति नै डरलाग्दो तल देख्छ र त्यहाँ अप्ठ्यारो छ है। यो बाटो त्यस खुट्टाहरू नै थरर कामिरहेको छ। यो ठाउँमा यो भिडियो हेर्ने जतिजना हुनुहुन्छ तपाईहरू यो बाटो यस्तो छ, यहाँदेखि खासै नआउँदा नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। त्यस्तो चेप यहाँदेखि झारेपछि कहाँ पुगिन्छ भने कसैलाई थाहा हुँदैन र पनि हामी आएको छौँ। एकदमै थरथर खुट्टा कामिरहेको छ। ल आज हामी ठ्याक्क 8 दिनमा यहाँ लामदेनमा किरा खोजिरहेको छौँ र किरा नेपेटे गर्न जाँदा कतिजना साथीहरूले शिरदेखि टोपी खोल्दैछ अनि ठाउँ पनि हेर्दा उराट लाग्दो। अहिले नै झोला टुम्पी बोकेर घरि निल्नु जस्तो भयो।